हेलो हेलो गाइज दर्शन नमस्ते। स्वागत छ तपाईहरुलाई यस घडी मेरो भिडियोमा। साथीहरु यस घडी म भिडियो बनाउँदैछु है, सक्नुहुन्छ घरको कौसीमा बसेर पुरा भिडियो बनाइरहेको छु। साथीहरु हेर्न सक्नुहुन्छ, यत्रहरु तपाई कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई साथीहरु कमेन्ट गर्न सक्नुहुन्छ। अनि साथीहरु निकै घाम लागेको छ आज है, तातो तातो घाम छ, गर्मी छ है साथीहरु। तातो घाम छ हौ साथीहरु, घाममा बसेर यसो भिडियो बनाउँदै छु है। हाय हेर्न सक्नुहुन्छ साथीहरु, त्यो पारीतिर हरियाली जंगलहरु, घरहरु को भिडियो बनाएछु रे। अनि साथीहरु तपाई के कस्तो हुनुहुन्छ है? सन्चै आरामै हुनुहुन्छ होला, के कस्तो हुनुहुन्छ? कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भिडियो? साथीहरुकोतिर गर्मी के कस्तो छ कमेन्ट गर्न सक्नुहुन्छ साथीहरु है। म चाहिँ कपाल अलिक लामो लामो भइराखेको अवस्था छ, कपाल चाहिँ हाल्दिन पर्यो भने सोचिरहेको छु। बिहान भर्खर चाहिँ कपाल नुहाएर बसेको। हामीले चाहिँ यो कपाल नुहाएपछि चाहिँ मैलाहरू सबै पोखालिएर जाने, त्यस पछाडि चाहिँ कपालै हलुका हुने क्या, टाउकै जिउ नै हलुका हुने क्या है। क्या सफा आनन्द लाग्ने क्या, त्यस्तो आनन्द लागिरहेको छ साथीहरु। यस्तै छ साथीहरु है। म चाहिँ अहिले चाहिँ मोबाइलबाटै भिडियो बनाउँदै छु साथीहरु है। के गर्ने, भिडियो पनि बनाउनै पर्यो, युट्युबतिर पनि हाल्नै पर्यो। अनि भिडियो बनाउँदै छु अनि यताउता काम पनि गर्दै यसो बेला बेलामा युट्युबतिर पनि भिडियो हाल्दै गरेको छु साथीहरु है। के गर्नु, अब दुईतिर काम भएपछि त सबैतिर भ्याउनु पर्यो, काम पनि हेर्न पर्यो हैन, युट्युबतिर पनि भिडियो हाल्नु पर्यो। भ्याएसम्म त के गर्ने, जिन्दगी यस्तै छ साथी हो। हेर्न सक्नुहुन्छ त्यो पारतिर हरियाली जङ्गलहरू छ है, घरको बिच यता छेउछेउतिर घरहरू छ है, वरपर। साथीहरु हेर्न सक्नुहुन्छ यी रमाइलो ठाउँहरू। म चाहिँ घरको कौसीमा बसेर पुरा भिडियो बनाइरहेको छ रे साथीहरु। साथीहरु यो मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ताराबहादुर सुनुवारको मेरो युट्युब च्यानल छ, सब्स्क्राइब गरिदिनु होला। सबैजनालाई धन्यवाद।